सफलताले चुमुन सबै सुख खुसी जति तिमीसँगै झुमुन सुखी होला जीवन भनी तिमीलाई नै रोजे बाँचौं भन्ने सोचे रंगीन बनोस् जीवन तिम्रो सफलताले सँगै डुल्नु बल्झी दुख्ने घाउहरू सपना सम्झी भुल्नु हृदय तोडी कोही गए याद सँगै आउनु दुःख व्यथा बढे भने मेरो भाग लाउनु रंगीन बनोस् जीवन तिम्रो सफलताले चुमुन सबै सुख खुसी
खुसी जति तिमीसँगै झुमुन्। तुमेव माता च पिता तुमेव बन्धु च सखा तुमेव विद्या द्रविणां तुमेव सर्वं मम देव देव। हे श्री गणेशाय नमः। तिम्रै नाम लिन्छु अज्ञानीलाई ज्ञान देऊ प्रभु। प्रचार गर्दै हिँड्छु सिन्दुर दुबो फुलमाला। पूजौ गणेश बाला 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 सिन्दुर दुबो फुलमाला। हे मर्ते पाताल स्वर्ग तीनै लोक धान्ने कसले हो र शिवजीको शक्तिलाई नमान्ने संसारले मानेका। तीनै लोक धानेका 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 संसारले मानेका। अरे हे नाङ्गै आयो नाङ्गै गयो छैन मरिलानो धोको छ है भक्त।
बसमा अझै फुल हाल्दै राख्नु अझै लदिनु चन्द्र राख्नु अक्षर राख्नु फुल हाल्नु त्यहाँ पूजा गरिरहनु अझै आफूबाट पाँच छँदै छोडिदिनु अनि त्यहाँ वस्त्र छँदै छोडिदिनु त्यहाँ दौड हाल्नु के हाल्नु अनि त्यो चन्दन हस्ता फुटा हेरेर माथि पूजा गर्नु अनि सुना घोटेर पैसा एकैवटा सुरा पाँच अर्घ पञ्चमी चन्दन अर्घ फुल एकदिन बस्नु त्यो रुपियाँ अनि त्यही माथि पूजा गरिरहनु अनि त्यसपछि त्यहाँ उठेर दुनामा चामल हेर्नु पैसा कोही दुना चामल अब त माथि आएको उठाएको मुना अब ताब पत्ती भन्नु ओम पत्ती छ ओम पत्ती छ ओम पत्ती छ अब त्यसपछि त्यही माथि कलशमा पूजा गरिरहनु है चन्दन हाल्नु हजुर हाल्नु फुल हाल्नु ग्रीष्मपति व्यासन विश्वरूप व्यास नमो नम सुमु दन्त छ कवि रोग लम्बोदर छ विकट विद्वान आशु राधिका धुमृक भारत दादा तानमानी ये पाठन सिन्धु क्षणमात्र जगतगुरु वरदत्तम ब्रह्मदेवी वाञ्छितं वाञ्छितर्दता अनेन सबलाकेण फलदा सुसलामम श्रीमान महागणाधि पतये नमते राजिनु अनि धुप्रोबत्ती तपाईँ त नानी अब यो दहीमा पुष्पाञ्जल चन्द्रफुलले पूजा गर्नु ओम ब्रह्मा जज्ञानं परमं पुरतावता देशेन तद्वन्ददेन आवसमुना ओमा अद्य विश्वसतथयनिविदा ओम ब्रह्मणे नमः अब यसमा पूजा गर्नु ओम विष्णुर्नाथमसि व्यनसनकै क विष्णुसूरसि विष्णुध्रुवसि वर्णसुयन्ता ओ विष्णवे नमः अब यसमा पूजा गर्नु कुशटुङ्गा लिएर यही छोड्नु त्यसलाई त्यही छोडिदिनु कुशटुङ्गा लिएर यही ठुलो हरिम तत्सतोम तत्सतोम तत्सत ओम विष्णु तिनचोटिसँग भन्नु ओम विष्णु ओम विष्णु ओम विष्णु
राधारमण हरि गोविंद बोलो, गोविंद बोलो हरि गोपाल बोलो, राधारमण हरि गोविंद बोलो, गोविंद बोलो हरि गोपाल बोलो, गोविंद बोलो हरि गोपाल बोलो, ओ राधारमण हरि गोविंद बोलो, राधारमण हरि गोविंद बोलो, गोविंद बोलो हरि गोपाल बोलो, राधारमण हरि गोविंद बोलो, ओ गोविंद बोलो हरि गोपाल बोलो, गोविंद बोलो हरि गोपाल बोलो, राधारमण हरि गोविंद बोलो, सुटुरा भन्छ तिनटा गुरु है अनि अब तसतोम विष्णु तिनचोटि भन्नु ओ यहाँ खेती हुन्छ अरे भगवानको डर मनमा पीडा नपरी
जति छोरा छोरी कोही जाँदैन साथमा न त ढुङ्गा न माटो भावीले खन्तारा मेटन कसले सक्छ र 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 हरिओम जति बुझ्यो उति कठिन रहेछ यो संसार रहेछ यो संसार हरिओम हे भगवान यो जिन्दगी लगाइदेऊ न पार अर्सल बिर्सल भएमा क्षमा गर रामा 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 अर्सल बिर्सल भएमा हरिओम कोटी नमस्कार देउता जाति सबैलाई क्षमा गर रामा अर्सल बिर्सल भएमा मामालाई भेट्यो त्यो भेटेको साटो त अहिले बल फाली सकिँदैन हुन्छ न अहिले दिनु त कुर्बानी अहिले उठाइदिनु पे गर्नु परेर उठाइदिनु खबर काट्दिनु दिएर क्या नि त मामाले मेरो कपाल फाल्नको लागि मैले हजुरलाई निमन्त्रणा स्वरूप भन्नु पर्यो खोइ भनेको हो के छ घिउ लिएर जान्छु अन्त लई कुटीले जानु पर्यो अनि खै झोली झोलीको देउता ए मेरो भन्जा झोलीको देउता ए मेरो भन्जा छोडेर तिमीलाई जादिन अन्त भन के खेल्छौ तिमी मसँग खै भन के खेल्छौ तिमी मसँग खै फिर हिँड्न सिकाउँछु मेरो भन्दा बाबुलाई फिर हिँड्न सिकाउँछु मेरो प्यारो भन्जालाई
मसँग झुक्नुहुन्न बन्नु पर्छ टिका थप्न दसैँमा मावली रमाइलो रातो टिका जमराले यो मन घमाइलो रिकॉर्ड भइरहेछ है बाबु
हरि ओम श्री समर्थ शिवाय नमो नमः अभ्यवोचि वक्ता प्रथम यथा समद विरुद्धे तुरम जाते रुद्र
या प्रसिद्धभ्यो नमः मेरो विसर्जन बाबु हरि तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्
श्रेयस्करा देथा नव्य भाषा यहाँ अब दुई जना भयो हैन अब एकजना ओम अग्नि अग्नि सुसवा सुसवा सुसवासम सुसवासम यथा समग्नि सुसवा सुसमा असी एवं महा सुविरज्याय टीका लगाइदिनु यथा समग्नि देवानां यज्ञस्य दीपा असी एवं महम आगोतिर दुई हात ल्याउने आफ्नो मुखमा Tanah soke tanah ya tanah ayu माङले डाबो समाउनु पर्यो Terima kasih.
फुल रहेछ प्राणाय स्वाहा फेरि अब यसले प्राण अपनाय स्वाहा फेरि खाने अभ्यानाय स्वाहा यसरी खानु उदनाय स्वाहा अब यो दही फाल्यो यो हात दाउको यसो गर त्यसको हिसाबले पनि अलिक रेडी बनाएर राख्नु विजन निर्धारण कपले मिशन नमस्कार भन्नु धेरै फुलिया नमस्कार नमो सभाभ्य इति नीला गिरवा सिते कंठा सर्व आदर्श मात्रा तेखा गण सहस्र जने बदन ध्वनि तन भसी तेखा गण पहिला अंकल ढोगरे हैन तलको सीएम देख्दै हुनुहुन्छ गोकुलानन्द बाटो खर्च भनेको ओम विष्णुवे नमः ज्ञान स्वरूपे हामी गाडी भाडा
यस्तो धरावारी हुन्छ क्या भगवान रामलाई अनि गुरु वशिष्ठ उहाँको गुरु वशिष्ठले मन्त्र के अरे व्रतबन्ध गर्नु भनेर उहाँको कुटीमा लिएर जानुभयो। अनि रामचन्द्र तीन भाइ रामचन्द्र सबै तिनवटालाई के गर्नु भने आमालाई थाहै थिएन, कुटीमा लिएर जानुभयो र अनि उहाँले चाहिँ हुइराख्नु भयो र उहाँलाई दिनुपर्ने विद्या सम्पूर्ण दिएर उहाँले चाहिँ बल्ल घर पठाउनु हो। यहाँ आमाहरूलाई थाहै थिएन, अब गुरुकुलमा गएर पढ्ने भने त्यसमा थाहै थिएन। अनि उहाँ रुवा बाँचे। अनि त्यही कुराहरू चाहिँ यहाँ भयो, यहाँ भनिएको छ है। वशिष्ठ गुरुले के भन्नुभएको छ, अथवा हाम्रो गुरु अथवा आज तिम्रो गुरु पढ्न जानुपर्छ, ज्ञान हुनुपर्छ भनेर भनिदिएको छु मैले अहिलेसम्म। गर्भ अष्टमी बाद प्रपत्र मात्र यो सबैले बुझ्नुपर्ने के रहेछ भने यहाँ के भनेपछि गर्भाष्टमी गर्भलाई गनेर 8 वर्षमा व्रतबन्ध गर्ने योग्य हुँदैन। हामी चाहिँ कहिले जोर बन्छ, कसैले जोर बिजोर बन्छ, कहिले 20 वर्ष गएपछि जोर बन्छ। मेन भने हाम्रो कति वर्ष आइसक्यो गर्ने, ब्राह्मणको चाहिँ नि 8 वर्ष, हाम्रो क्षेत्रीयको चाहिँ नि 11 वर्ष, 11 वर्षमा छ, 9 वर्ष अथवा 11 वर्ष है। त्योभन्दा माथि जाने बसेर जाने 12 वर्ष, अनि त्यो चाहिँ अनुसारको हो। किनभने हाम्रो जो वैदिक हाम्रो धार्मिक बाहुन क्षेत्रीय भनेको एउटै हो। हामीले चाहिँ वैदिक मन्त्रबाट गर्ने भएको भएर हामीले चाहिँ थोरै मन्त्रमा पनि धेरै चाँडो शुद्ध हुन्छौँ र हाम्रो कर्म पनि त्यही अनुसारको हुन्छ है। धेरै विद्या आर्जन गरेपछि बल्ल म घरमा आउँछु है। आमाले के भन्नुहुन्छ फेरि, अब आमाको मन के हुन्छ हेर्नु। उहाँले परित्याज्य कथम यशसी कानन। अब आमाले के भन्छ नि, ये बाबु तिमीलाई मैले अहिलेसम्म बसेर यतिसम्म बनाएँ हुर्काएँ, म हातबाट हुन्छौ। अनि हामीलाई कसले हेर्छ त, तिमीहरू गएपछि बुढेसकालमा हामीलाई कसले हेर्छ नजान्नु भन्छ के अरे आमाले। अनि छोराले के भन्छ, शुद्ध भाषा भर्वचादेखि शुश्रूषा प्रभाव गुरु यातायात आगामी पुनर्ग्राम स कुलाण्ड आदि भरभेद। छोराले के भन्छ, ये बुवा ये आमा मलाई चाहिँ कन्दमूलहरू खानुपर्छ, भुइँमा सुत्नुपर्छ होइन। अनि धेरै कष्ट हुन्छ, वनमा काँडाहरू हुन्छ, जङ्गलमा जान गाह्रो हुन्छ, बाबु हुन्छ बाबु। त्यसैले गर्दा तिमी सधैँभरि घर बस्छ भनेर बाबुले भने बाबु भनेको त्यस्तो।
अब सुत बाजा छोराले के भन्छन् धन्य माता धन्य पिता धन्य पुत्र पुत्र प्रदान तारा यता छोरा दर्शन पूर्वान दशा परा ये बुवा ये आमा तपाईँले मलाई जन्म दिनुभएको धन्य धन्य छ किनभने म छोरो भइकन म चाहिँ पढ्न जान्छु पढेर आएर सबैको चाहिँ म उद्धार गर्ने मान्छे चाहिँ म हुँ 10 वर्षसम्म मलाई चाहिँ पढ्न दिनु त्यसपछि म चाहिँ 10 वर्षपछि म आउँछु भनेर भन्छ मासुबाट आमाले फेरि के भन्नुहुन्छ देशान्तर हे सुरा सुधारुडम ये छोरा तिमी त्यस्तो नभन किनभने त्यहाँ धेरै दुर्गम छ त्यहाँ धेरै ठुला ठुला ढुङ्गा छ ढुङ्गामा चढ्न जानुपर्छ फेरि त्यो है तिमी त्यहाँनिर त्यतिर बस्छौ भनेर भनियो अनि शुद्ध भाषा छोराले पनि त्यस्तो कुरो जान्छ अनि त्यसपछि 4 वर्षपछि त म आइहाल्छु नि बुवा आमा भनेर छोराले फकाउँदैछ मातृभाषा आमाले भन्छ नि गिरेश्वरमा गिरे विद्या घरै बसेर पनि गर्न सकिन्छ नि बाबु किन बाहिर जानु पर्यो त नि भनेर आमाले फकाउँदै हुनुहुन्छ गीत भाषा फेरि बुहारी भन्छ गुरु देशम गङ्गा स्नान गर्छु भन्छ पितृहरूको सेवा गर्छु भन्छ धेरै पर्छ ज्ञानी भएर आउँछु भनेर भनेको छ त्यसै सम्पूर्ण तीर्थहरू घुमेर पढाइ सकिएपछि तपाईँको सेवा गर्न आउँछ तपाईँहरू पिण्डमा त्यसको दिनमा मन्दिर भनेर गुरुले भन्छ त्यसपछि के भयो त्यसपछि सबैजना चाहिँ हर्ष भयो खुसी भयो सबैजना हो अब ल गुरुले भन्नुभएपछि फरक पर्दैन सबैजना अब मेरो छोरा चाहिँ पढ्न जान्छ र विद्वान भएर चाहिँ फर्केर आउँछ भनेर चाहिँ नि गुरु चाहिँ बुवा आमाले पनि स्वीकृति दिनुभयो र अनि त्यसपछि छोरो चाहिँ अब कहाँ जान्छ पढ्न ल बाबुको मामा पैसा यहाँ छिग्नुपर्छ मैले कहाँ हुन्छ खाटोबाट भाग्नुपर्छ भन्छ भाइपछि बन्द गर्छु नि त्यो अन्धारी पो भन्ने त Mama,
हरि ओम रानी यता आउनु अब यहाँ बस्नु अझ बोक्नु पर्छ नि छ भन्नु त्यहाँ त्यो बत्ती बाल्नु कहाँ बोल्नु गरम बत्ती हो त खै लाइटर बिनोद दाइ खै लाइटर है हजुरले लाइटर मोबाइल छ आमा पठाउनु नानी ओम नमः शिवाय कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। बोलिए श्री महादेव भगवान को, बोलिए श्री भूमेश्वर महादेव को, बोलिए श्री सनातन धर्म को। माथि माथि कैलाशैमा शिवजीको बासा, त्यही कैलाशमा लैजाऊ प्रभु पुग्छ मनको आशा। आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन, आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन, आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन। जय शम्भो आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन, आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन, आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन, आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन। हरि ओम। हे परमेश्वर, हे परमात्मा, हे जगतका पिता, आज फेरि मनको दुःख पोख्छु हजुरसित। आउलिन
शिव तिम्रो दर्शन गर्न पुम्दीकोटमा एसियाकै ठुलो मूर्ति रहेछ थाहा पाएँ आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरिओ कति राम्रो मूर्ति छ 51 फिटको त्यही गएर मेटिन्छ नि शिवजीको झल्को शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरिओ शिवजीलाई आत्मैबाट पुज्न पाए हुन्थ्यो यो ठाउँको बारेमा केही बुझ्न पाए हुन्थ्यो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरिओ राजा महाराजाले नि शक्ति पाउने ठाउँ हो परपूर्वकालदेखि नै जात्रा लाउने ठाउँ हो शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरिओ पुम्दीकोटमा आइसकेपछि आउँदो रहेछ फुर्ती
हेरम हेरम लागिरहने कति सुन्दर मूर्ति आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरि ओम पुम्दीकोटमा बन्यो हेर मूर्ति कति राम्रो शिव भक्त कमल जैले धन्यवाद छ हाम्रो शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरि ओम पोखरा र फेवातालको मनमोहक दृश्य शिवजीको दर्शन पाउँदा सबै कुरा बिर्से आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरि ओम 216 शिवलिङ्ग डमरू त्रिशूल रुङ्गा वैकुण्ठ धाममा गई मनको पिर बिर्सला शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन
मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार कृष्ण झुला गाइरहँ यही जीवन सारा कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन श्री कृष्णको भजन गर्ने सबै पार तर्छन् कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला आज राति कृष्णजीको झोला हेर्न जाने आज राति कृष्णजीको झोला हेर्न जाने 1600 गोपिनीलाई कृष्ण साथमा लाने कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला वृन्दावनमा गाई बाछा गोठालाको साथ वृन्दावनमा गाई बाछा गोठालाको साथ कहिले पनि नबितोस् है चाँदनीको रात कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो मैले राख्नु नदिएको यतापट्टि यहाँ त यताबाट पैसा आउँछ उताबाट गोजीमा हाल्दै कता
बोरा लिएर आउँछु दिनमा ब्याङ्कमा हालेर आउँछु यार पार्ला भाडा भएको आधा संसार चालियो घुम्दै फिर्दा आजसम्म आधा संसार चालियो आखिरीमा आफ्नै गाउँको भजन गाउन थालियो पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो धाम जातिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ पूजा लागिन्छ नैवेद्य खाइन्छ हाम्रो बाग्लुङतिर यस्तै भजन गाइन्छ ओम नारायण शिव नारायण हरि जन्मिएको माटो सम्झे मुटु खाँदो रहेछ जन्मिएको माटो सम्झे मुटु खाँदो रहेछ जहाँ पुगे नि धर्म कर्म मनमै जाँदो रहेछ
के छ लवज के छ लवज भाइ के
अघि मटर पनिर सब पाक्यो सब चिज एकदम स्पेसल तरिकाले। अब यो कस्तो भयो भन्ने कुरा चाखेपछि थाहा हुन्छ। अब होइन चाहिसक्नुभयो खाइसक्नुभयो पछि चाहिएर म बाटा हिँडिरहन्छु। भोजन तपाईँहरूको सेवामा समर्पित।
मनको पिरले हाम्रो खुसी जलाइदिन्छ उनको मनको पिरले हाम्रो खुसी जलाइदिन्छ बिरहले आमा बाबा रोए भने धरधरी बिरहले आमा बाबा रोए भने धरधरी उनको आँसुले नै हाम्रो जीवन बगाइदिन्छ उनको आँसुले नै हाम्रो जीवन बगाइदिन्छ राधे श्याम बजाऊ राधे श्याम बजाऊ राधे श्याम माता हाम्री राधा हुन् पिता घनश्याम माता हाम्री राधा हुन् पिता घनश्याम माता हाम्री राधा हुन् पिता घनश्याम दस महिना कोखमा राखी 10 धारा पिलाइन् 10 महिना कोखमा राखी 10 धारा पिलाइन् कहिले काखमा कहिले हातमा फुल जस्तै खेलाइन् कहिले काखमा कहिले हातमा फुल जस्तै खेलाइन् 10 धारा दुधको भारा तिर्नु पर्छ आमाको 10 धारा दुधको भारा तिर्नु पर्छ आमाको राधे श्याम सम्झी सेवा गरौँ बाबा आमाको राधे श्याम सम्झी सेवा गरौँ बाबा आमाको सीताराम सीताराम भजौँ सीताराम 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 भजौँ सीताराम आमा हाम्री सीता हुन् बाबा श्रीराम आमा हाम्री सीता हुन् बाबा श्रीराम आमा हाम्री सीता हुन् बाबा श्रीराम